नमस्ते। म चाहिँ अहिले युट्युब च्यानल हाम्रो युट्युब च्यानललाई भिडियो बनाउँदैछु जो बिजनेस मित्र युट्युब च्यानल जो मैले खोलेको छ जेरो लेभलबाट। हजुरहरूले सर्च गर्यो भने पनि सर्च बारमा पनि नआउला हैन, अलि मुस्किलैसँग आउला। हजुरले हेर्नु होला, म पछाडी फोटो र भिडियो म चलाइदिन्छु हैन, त्यो अनुसारले लोगो हेरेर हजुरहरूले हेर्न सक्नुहुन्छ। मैले जेरो लेभल किन भने भन्दाखेरि कुनै पनि काम गर्दाखेरि जेरो लेभलबाट गर्दाखेरि हामीले धेरै कुराहरू सिक्ने मौका पाइन्छ, धेरै कुराहरू जानकारीहरू जस्तै कि पाइन्छ भने। अनि युट्युब च्यानल होस् या फेसबुक च्यानल हो, इन्स्टाग्राम च्यानल हो, कुनै पनि हामीले चाहिँ बिजनेस गर्नलाई च्यानल किनेर फलोअर्स देखाएर केही फाइदा छैन। फलोअर्स बढी छ तर तपाईको चाहिँ इन्गेज आएन अथवा तपाईँ इन्क्वायरी आएन भने त्यो फलोअर्स केही काम भएन। तर तपाईको युट्युब च्यानलमा 500 फलोअर्स छ, इन्क्वायरी चाहिँ तपाईको चाहिँ दिनमा चाहिँ 3-4 वटा 4-5 वटा आछ भने तपाईँ 500 फलोअर्सले राम्रो गरेर काम गर्यो नि त, हैन र? हो, त्यसले गर्दाखेरि चाहिँ तपाईसँग बिजनेससँग रिलेटेड कुनै पनि भिडियोहरू हेर्नु पर्यो, बिजनेसको जानकारीहरू लिनु पर्यो हैन। नेपालमा कुन बिजनेस गर्दाखेरि चाहिँ म अगाडि बढ्न सक्छु भन्ने हिसाबले चाहिँ तपाईलाई जानकारीहरू चाहियो भने चाहिँ यो बिजनेस मित्र युट्युब च्यानललाई सब्स्क्राइब, लाइक र शेयर, कमेन्ट गर्न नबिर्सिनु होला र जरुर गर्नुहुनेछ भन्ने आशा छ मलाई हैन। त्यही भन्दै तपाईहरुलाई म भिडियो अलिकति लम्बाउन चाहन्छु। तपाईहरुलाई बिजनेसमा कुनै पनि भिडियोहरू चाहिन्छ भने तपाईले कमेन्ट गर्नु होला कि मलाई यो बिजनेस सम्बन्धी चाहिँ ज्ञान चाहियो, यो बिजनेस सम्बन्धी चाहिँ हामीले काम गर्दा के होला भनेर तपाईले कमेन्ट अथवा व्हाट्सएप नम्बर छ व्हाट्सएप गर्नुभयो। देश विदेशमा कहीँ पनि हुनुहुन्छ, फ्युचरमा नेपालमा आएर केही बिजनेस गर्न चाहनुहुन्छ, केही काम गर्न चाहनुहुन्छ र अहिलेदेखि प्री प्लान गर्न चाहनुहुन्छ हैन, प्री प्लान भएर भोलि आउँदाखेरि चाहिँ मलाई घर आएर नबसिकन अथवा मेरो पैसा खर्च नभइकन सरसर बिजनेस गर्न चाहन्छु भन्न चाहनुहुन्छ भने तपाईँ विदेशबाटै तपाईले व्हाट्सएप गर्न सक्नुहुन्छ अथवा कमेन्ट गर्नु सक्नुहुन्छ। त्यही अनुसारले तपाईलाई हामी बिजनेसको मोडल रेडी गराइदिन्छौँ अथवा यो बिजनेस तपाईले गर्दाखेरि हुन्छ भनेर चाहिँ तपाईहरुसँग हामीले कुरा गरेर त्यही अनुसारले हामी भिडियो बनाइदिन्छौँ। र अब नयाँ भिडियोहरू, नयाँ बिजनेस आइडियाहरू हाम्रो युट्युब च्यानलबाट आउन सुरु हुन्छ। त्यही भएर चाहिँ तपाईले फलो, लाइक, सब्स्क्राइब जे पनि हुन्छ जस्तो पनि आउँछ गर्न चाहिँ नबिर्सिनु होला भन्दै धन्यवाद।